के अरे यो बाख्रा फार्म 5वटाले 7वटा ब्याएको एकैचोटि तीनटा कम भयो नि 8वटा पो 5वटा र 8वटा एउटा बाख्राले 8वटा ब्याएको होइन 5वटा माउले एकैचोटि ब्याएको दुईटाले कम ब्याएको अनि मान्छेले गर्यो भने होइन उहाँले बाख्रा र खेती गरेर नै महिनामा लाखौँ कमाउनुहुन्छ विदेश जानु परेछ त उहाँ अब जिन्दगीमा विदेश जाने रहरै छैन होइन विदेश त बोलाएको नि नगएको विदेश बोलाउँदा पनि नजानु भएको सालमा यहाँ नेपालको यहाँ नै यत्रो खेती 600-890 हुँदा हामी साधारणको हेर्नु त यहाँ खसी बोकाहरू अब माउ पाठा अब यसको कति छ नि आम्दानी अब बाख्रा ब्याउँछ कति मजाले खाइरहेछ दुई महिनामा बाल जान्छ 8 महिनामा डबल भइहाल्छ 4वटा छ भने 8वटा 10वटा 12वटा हुन्छ यसको लगानी पनि धेर चाहिँदैन त्यो मेहनत चाहिँ चाहियो जाँगर चाहियो बाख्रा कुखुरा अब भैँसीलाई चाहिँ धेरै नै यहाँ अलिक गाह्रो छ घाँस पाइँदैन बाख्रालाई त प्रशस्तै घाँस पाइन्छ है अनि यसको चाहिँ अब यही हो स्याहार सुसार चाहिँ राम्रो गऱ्यो भने त 6 महिनामा बेच्नु पायो भने 6 महिनामै बोका बेच्नुहुन्छ 20 किलोको हुन्छ 20 किलोको बोका 20 किलोको लो अहिले खसीको भाउ एकदम बोकाको दाममा दिए पनि राम्रो फाइदा हुन्छ बजारमा गएर 1200-1300 भन्छ केजीको राम्रै फाइदा हुन्छ अब यसको अब मोल पनि हेर्नु भैँसीको जतिकै बनिरहेछ भैँसीको भन्दा कडा यो एरिया यो फाप्लु जति छ नि यो हाम्रो टोल 9-10 घर सबैले पत्केर चाहिँ ल्याएर हाल्ने भयो यो मेरो यतिले पुग्छ 15-20वटा बाख्राले टोटललाई मल पुग्छ अनि बाख्राको मल हुँदैन हुन्छ तर दिनै ओछ्याइदिनु पर्छ पत्कर चाहिँ चाहियो दिनै फेर्नु ओ बाख्रालाई पनि राम्रो भयो ओबानो भयो खेतीलाई पनि हुने भयो मल अनि खेती फेरि युरिया मल चाहिँदैन कि फेरि यहाँको अर्गानिक हो नि यसबाट उत्पादन गरेको युरिया मल अहिले खानु सबै केमिकल हालेको खान्छ मकै सबै ढलेर गयो यसपालि नि मेरो चाहिँ असारमै अरूको साउनमा हुने जस्तो बोटा तर ढलेर गयो के हावाले मल दिएर भएर सक्नुभयो तपाईँ यता गोठ गोठ पहिलेको पुरानो घरलाई उहाँले बाख्रा गोठ बनाउनु भएको छ पहिले उहाँहरू मान्छे जन्मेर हुर्किएर बढेर यत्र यत्र गर्नुभयो अहिले यहाँ बाख्रा पाठाहरू हुर्काउँदै हुनुहुन्छ एकदम यसले चाहिँ यो पहिले धेरै फलिफाप छ राम्रो छ यो पुरानो घर उहाँले यसले गर्दाखेरि 2टा बिल्डिङ बनाइसक्नुभयो यहाँको खेती र यत्रो यसमै सानो राम पशुपालनबाट बनाउने विचार चाहिँ छ अब त्यो तपाईँको इच्छा पुरा हुनेछ उहाँको पहिले उहाँहरू हुर्किनु भएको घर उहाँले अहिले यही घरबाट बाख्रा पालन गरेर जताततै बाख्रा कुखुरा गिरिराज कुखुरा पनि राम्रो फाइदा आउँदो रहेछ एकदम राम्रो गिरिराज अनि यो गिरिराजलाई तर 3 महिनामा घाँस यो ब्रोइलर जस्तै हुँदैछ नभए 1 महिना भयो 180 रुपियाँ गोटाले राखेको 1-1 किलो भइसक्यो 180 गोटाको यसको चल्लामा अहिले यत्रो यत्रो ठुलो भइसक्यो अब हिजो 5 गते 1 महिना भयो यो राखेको 1 महिनामा यत्रो यत्रो भयो है यो खाकै गर्छ यसले मल त धेरै बनाउने कुखुराको नि मल त एकदम कडा मल अनि हामीलाई त फाइदा छ नि कृषकलाई गर्नु जानु यहाँ चाहिँ कुखुरा फार्म अलि बजारको समस्या छ बजार पनि अहिले त सजिलो छ नि गाडी नजिकै आएछ उत्पादन चाहिँ हुनु पर्यो हामीले कन्ट्याक्ट गरेको छैन यो कन्ट्याक्ट गरे भने चाहिँ 1-2 हजार यो गिरिराज पनि यसको चाहिँ फेरि गिरिराजको चाहिँ अन्डा पनि पार्छ अनि त्यो भएर फाइदै हुने अन्डा पनि मासु पनि बिक्री हुने यो चाहिँ एकदम राम्रो लागेछ अरू कृषकलाई नि म भन्छु काम छैन भने फुर्सदमा चाहिँ 10-20 वटा धेरै यसलाई चाकर गर्नु नि नपर्ने अन्डा बेच्नु अन्डा पनि अब लोकल चारो सबै मिसाएर खुवाएपछि लोकलकै जस्तो मिठो छ अन्डा यहाँकै लोकल दाना दिएपछि त लोकलै हो नि लोकलै हुने के फेरि लोकलै हुने
अलि बाख्राको धन्दा सक्न लाग्नुभयो बिहानभरि जङ्गलबाट काटेर ती घाँस लिएर अहिले चाहिँ अब यो मास्टरी घाँस भन्छ यसलाई मास्टरी घाँस सबैलाई छुट्याएर दिनुपर्छ अलिकति फर्स्टमा बिहाको बेला अलिकति दुःख हुन्छ त्यसपछि त ब्याउँदाखेरि चाहिँ अलिक चढ्छ राम्रो छ गर्नेलाई त राम्रो छ क्या नेपालमा काम छैन भनेर विदेश जानै पर्दैन यहीँ लाखौँ कमाउँछ परिश्रम र दुःख चाहिँ गर्नै पर्यो पसिना बगाउनु पर्यो आफ्नो स्वास्थ्यलाई नै ठिक भयो फाइदा पैसा पनि आउने भयो सबैलाई फाइदा हुने अन्त नेपाली त दुःख गरेर अलिकति दुःख परेपछि सुख खोज्नु जान्छ भरे विदेशमा नि खानु नपाएर भिसा राम्रो नपरेर फर्केर आउनु पर्दा अनि के छ त्यस्तै छ है अब पर लगेर यो एउटा मलाई हाल्नु पर्यो कुखुरा ठ्याक्क यो डोरी लाएर झुन्ड्याइदिएपछि भुइँमा पनि नखस्ने सबै अनि हाम्रो सबै खाना पाइयो यो पालन त गरेछ कति चाहिँ यो घाँस हाल्नै जान्दैन क्या त्यही भएर अनि बाख्राले त लतारेपछि खाँदैन गोबर लागेको घाँस अनि फेरि अर्को काट्नु जानु पर्यो जङ्गलमा यो अलिकति उसले फेरि मलको गन्ध लागिसकेपछि खाँदैन यसरी झुन्ड्याइदिन्छु म त फेरि यो मेरो चाहिँ बाख्रा अलिकति खराबी छ क्या डोरी खाइदिन्छ कि डोरीले ट्याक्क ट्याक्क झुन्ड्याएपछि त यो टन्न खान्छ डोरी भन्दा नि त्यो तारले झुन्ड्याउँदा चाहिँ फेरि अप्ठ्यारो बाँध्न चाहिँ साङ्लोले बाँधेको कस्तो खराबी डोरी खानु बानी नराम्रो छ मेरो बाख्राहरूको पहिले त अनि त्यो हाम्रो दिलकुमार दाइले नि 50,000मा लैजा भनेको 35,000 दिएको बाख्रा यसको गोठेको उत्पादन गर्नुलाई मागेको रहेछ मल सबै बाख्राको मल अनि भैँसीको भन्दा राम्रो पत्केर हालेपछि त मल त 1 नम्बर युरिया भनिहाल्यो नि युरिया पोटास डिएपी भन्दा कडा डिएपी युरिया पोटास केही हाल्नु पर्दैन पैसा पनि जोग्यो उतातिर कीटनाशक औषधि भन्दा कडा त्यसरी यो बाख्राको मल त अर्ग्यानिक मल भन्छ जुत्ता सुत्ता चाहिँ लाउनै पर्दछ यसको मलमा काम गर्दाखेरि हिले भन्ने रोग लाग्छ मान्छेलाई चाहिँ अलि हिले चाहिँ लाग्ने भयो बर्खामा चाहिँ हो हिउँदोमा त खासै लाग्दैन हिउँदोमा त लाग्दैन बर्खामा चाहिँ हिले लाग्छ यिनीहरूलाई ड्याम्म खोले दिइराखेपछि खाँदै बस्छ अब मैले त अब बाख्रा पाल्नुमा के अरे खेती नगरेको मैले त 10-12 वर्ष भइसक्यो खेती छोडेको धेरै दुःख छ व्यापार बिजनेस चाहिँ राम्रो हो क्या यसको मलबाट उत्पादन भएको साग हेर्नु कति राम्रो छ सफा बस्ने अब किसान त हेर्न हेर्नु सबै बाख्राले अब माया गरेको के गरेको खोले खाएर टाउकोतिर टेक्छ एकदम औषधि डिरेस चाहिँ अनि बाह्रै फेरेर काम गर्ने 1 घन्टा त्यहाँबाट अर्को डिरेस लाएर व्यापार बिजनेस पनि गर्नु पायो यति घाँस लगाइदिएपछि टन्न खान्छ सुत्छ नेपालमा मान्छेहरू भन्छ विदेशको मात्रै पैसा हो यहाँ नेपालमा गरेको पैसा होइन भन्ने नेपालको त पैसै होइन कामै होइन भनेर अनि सानो देखिन्छ तलबाट 1 रुपियाँ कमाए यहाँतिर अब 100-200 रुपियाँ कमाउने मान्छेको लागि त विदेशमा पनि रहेनछ जस्तै रहेछ जाँगरको लागि जाँगर भए जहाँ पनि हुने हो अब हामी पहिले शेर्पाको बारीमा बसेको मान्छे ल आउनुहोस् है उहाँको यहाँ बाख्रा पालन गरेर नै उहाँले लाखौँ आम्दानी गर्नुहुन्छ महिनामा उहाँलाई विदेश यहीँ छ अमेरिका यहीँ छ जापान पनि यहीँ छ क्यानाडा घुम्नु चाहिँ जानु पर्ला पछि उहाँ तपाईँ यहाँतिर नसक्ने केही छैन क्या जुन देश पनि जान सक्नुहुन्छ हेर्नु त यहाँ मात्रै हो त वरिपरि नै छ हेर्नु गोठ वरिपरि नै बाख्रा छ हेर्नु त बाख्रा अब 5वटाको 8वटा बाख्रा ब्यास बोका फेरि 2टा मात्रै पाठी हजुर बोका त कति अब आम्दानी त आगो छ नि
यहीले अब क्यानाडा जानुपर्छ नि घुम्न यसबाटै क्यानाडा जर्मन अमेरिका सबै घुम्न पाइन्छ घुमफिर यसैले पुग्छ वर्ष जस्तो पुग्छ अब कस्तो यहाँलाई सेवा पनि भयो नेपालमा सेवा पनि गर्नुभयो होइन तपाईँले यो कहिलेदेखि पाल्नु भएको मान्छेले भन्छ किसान चाहिँ फोरी हुन्छ अरे होइन धेरै भयो फोरी भएको जति चाहिँ सबै किसान अहिलेसम्म तपाईँको हिसाबमा कति जति आम्दानी गर्नुभयो यसले नै घर बनाइसक्यो उहाँ एउटा बिल्डिङ भन्नुभयो यो पहिलेको पुरानो उहाँलाई हुर्काउने बिल्डिङ हो यसकै उत्पादनले त्यतै घर बनेको छ यतै घर छ माथि नयाँ बस्तीमा पनि एउटा घर उहाँको पक्की घर बनाइसक्नु भएको छ पक्की घरमा कति तपाईँ भाडै कति आउँछ भाडा आउँछ त्यस्तै अब आउँदैन भन्नु चाहिँ मिल्दैन अहिले आइरहेको छ पुग्दै आउँछ अलिअलि आइरहेको छ एकैचोटि त अहिले अब यो कतिवटा बिहाका यसपालि 5 वटाले बिहा 8 9 वटा बिहाउने छ बाँकी अझै 8 9 वटा ब्याउनै बाँकी अनि यहाँनिर त राम्रो छ ल अब तपाईँको त यहाँ त गएको यो बाख्रा पाल्नु एकदमै फापेछ तपाईँलाई आफ्नै त होइन बाख्रा भन्दा पनि उहाँको मेहनत होइन अल्छीपन जाँगरिलोपन के अल्छी नगर्नु नै अनि यो घर चाहिँ एकदम फलिफाप छ उहाँको जागिर फेरि एकतिर मात्र होइन क्या जागिर तिनतिर एकजना होइन जाँगर हुनेलाई त जहाँ पनि छ कि पनि छ जता पनि सबैतिर भ्याउने भयो भने जाँगर नहुनेलाई तपाईँको बाख्राको सिँगार्नलाई दिनभरि लाग्थ्यो भने उहाँले त पसल पनि गर्नुभएको छ अलिअलि साधारण किराना पसल किराना होटल होइन क्यान्टिन हल्का चलाउनु भएको छ त्यो थपथाप छ भनौँ यो पनि फेरि लकले दिएको हो नि अरूलाई त गर्छु भन्दा नि पाउँदैन अल्छीलाई जाँगरले ल्याउनु भयो तपाईँले जाँगरै हो क्या सबभन्दा मेन चाहिँ जाँगरै हो जाँगर हो क्या अनि होटेल अल्छी गर्नु भएन अल्छी गरेर बस्नुभयो भने त अनि खाना छैन भने त कसले अनि हेर्ने होइन त्यहाँनिर अनि अब टन्न पकाइराखेको खाना खाने मान्छे आउँदाखेरि च्याट खानु पाएपछि त आउने हो त एकदम हेर्नु त होला हरियो बरियो बनाउनु छ यो यो के हो यो फर्सी त होइन यो फर्सी जुकुनी फर्स यो जुगुने फर्सी जुगुनी हो या जुकुनी फर्स फलेको थिन्छ अहिले चाहिँ टन्न अलि मुनि मुनि चाहिँ फलेको छ माथि चाहिँ फलेको छैन हजुर हाम्रो बाख्रा फर्ममा स्वागत छ उहाँहरूलाई रामकुमार हजुरहरूलाई श्रेष्ठको बाख्रा फर्ममा ल हाम्रो रामकुमार ज्वाइँको बाख्रा फर्म तिहारमा भैलो खेल्दै देउसी खेल्दै आज चाहिँ उहाँहरू बाख्रा फर्ममा खेती किसान बन्ने इच्छा राख्दै यहाँ धेरैजना आउनु भएको छ लिनको लागि अनुभवी कृषकबाट चाहिँ कुरा के भने यो इस्कुस चाहिँ 1 वर्ष लाएपछि जुगाउँ हुन्छ फेरि यो इस्कुस भन्ने धेरै राम्रो छ चारैतिर इस्कुस पनि रोप्नु भएको छ पुरै घर घेरिएको छ यसको जरा पनि काम लाग्यो अनि दाना पनि काम लाग्यो बोट पनि टुप्पा मोन्टा बाख्रालाई यसको जति आम्दानी त झन् चुच्चे मेरो करेला बाख्राको पनि छैन वस्तुलाई नि भयो मान्छेलाई नि भयो सबै तरकारीदेखि ठुलो चाहिँ खसी अब भर्खर खसी बनाएको छ किलोको दिइहाल्छौँ तपाईँले त फाइदा आउने गरेर दिन्छु नि कहाँ किलो त रातो तर 5 गते त एक महिना नि पुगेको छ रातो चाहिँ सेतोमा चाहिँ घटिहाल्छ होइन घटे नि नघटे नि कलरले नि फरक पर्छ र फरक पर्दा त मासुमा त है रातो कालो सेतोमा धेरै फरक पर्दा सेतोमा नबस्दा त मासु सेतोमा त रातोमा मासु पर्ने रातोमा चाहिँ एकदमै रातो त बोयर होइन र यो त लोकल हो यो त लामकाने लामकाने होइन लोकल चाहिँ कतिवटा छ तपाईँको लोकल चाहिँ छ एक बिरा सबै जमुना पारी जमुना अनि अर्को बोयर चाहिँ हामीले अलिक व्यापार हुँदैन यहाँ यो लोकल हो उयो लोकल हो होइन यो कलर हजुर लोकल पनि छ अनि कोहीले लोकल चाहिन्छ बोयर भइहाल्यो यिनीहरू लोकल खानेलाई पनि छ बोयर खानेलाई पनि छ लोकलको ऊ हो हजुर यो लोकलै हो यो हो र हजुर लोकलै लोकल पिचाङ गर्ने होइन हजुर लोकलै हो त्यहाँ एउटा छ मलाई पोहोर हाम्रो चलेको दिलकुमार कता पुग्यो ऊ माथि हेर्न मैले 35,000 को माउ यसको पार्टनरहरू थियो क्या
फेरि लोकल हो अब यो त 14-15 वर्ष भयो 14-15 वर्षको है माउ यो अनि यो अब 50 किलो चाहिँ होला उचाल्नु सक्दिनँ यसले त बिहाको यो भन्छ खालको चाहिँ बाख्रा फेरि वेट पनि हुने खसी पनि राम्रो हुने रहेछ कि भुवासे भन्छ है यो बाख्रा ध्वासी बाख्रा राम्रो छ त्यसको अनुहार हेर्नु न त्यत्रो छ यहाँ दाँत झरिसक्यो अब यहाँ मेरो खोलेको भन्ने बाँचेको यो दाँत छैन है छैन छैन ए यिनीहरू पनि दाँत झर्दा दिन्छ नि दाँत त झरिहाल्छ दिन्छ नि हेर कत्रो जङ्खु छ भन्ने नि त अनि त्यो अस्ति एउटा भेडागोठ ल्यायो त्यो भेडागोठमा नि मेरो बाख्रा जस्तो त रहेनछ त्यो अनि पहिले चाहिँ भेडागोठमा हुन्थ्यो अहिले छैन यस्तै छ गर्नुपर्छ त्यो परिश्रम परिश्रम गऱ्यो भने जे पनि छ है नेपाल परिश्रम त हो नि त्यहाँ त परिश्रम फल चाहिँ जस पाएको हो फेरि कसैको त परिश्रम गर्नु हुँदैन नि त फेरि कसैलाई त यो बाख्रा पाल्न नर्दो फाप्दैन नि कसैलाई फेरि नफापे अर्कै होइन व्यवसाय गर्ने होइन नि ऊ हो त्यो अब